हेलो गुड मर्निङ साथीहरू, वेलकम मेरो न्यू आइडी न्यू ब्लगमा हजुरहरूलाई म चाहिँ बिहानै उठेर दाउरा चिर्दैछु है साथीहरू। साह्रै जाडो बढिसकेको छ, आगो नसल्काउनसम्म न्यानो नै हुँदैन आजभोलिको मौसमले। अनि आगो सल्काएर म चाहिँ अब ढिँडो पनि पकाऊँ कि भनेर यहाँ ढिँडो बनाउँदैछु। त्यसदेखि ढिँडो बनाएर हामी यसरी गोड्दैछु है साथीहरू। यसरी गोड्नुपर्छ, गोडेर मजाले चलाउनुपर्छ, यसलाई बेसरी चलाउनुपर्छ। चलाएपछि जति चलायो त्यति नै मिठो हुन्छ क्या यो ढिँडो चाहिँ। चलाएन भने मिठो हुँदैन, अनि जति यसरी चलायो त्यति नै मिठो हुने कि यो साह्रै टेस्टी हुने कि। अनि बनाएँ। अब बनाइसकेर मैले ढिँडो पनि निकाल्न थालेको, मैले थालमा निकाल्दैछु है साथीहरू। अब उहाँ चाहिँ हाम्रो घरको एउटा सदस्य हुनुहुन्छ कि, उहाँ चाहिँ भोलिपल्ट चाहिँ उहाँ चाहिँ बिहानै उठेर आगो किन नसल्काएको चुलोमा, मलाई जाडो भइसक्यो, आगो सल्काउनु पर्छ भनेर पुरा हामीले देखाउँदै हुनुहुन्छ कि छिटो आगो सल्काऊ भनेर। उहाँ चाहिँ आगो सल्काउने हो भनेर रिसले त्यो चुलोको त्यो खरानीहरू पनि सबै घोर्लाएर फाडिसक्नु भयो। मोसो हुनुभएको छ। उहाँ चाहिँ रिस उठ्यो भने साह्रै नराम्रो छ क्या। अनि साह्रै काम गर्नुहुन्छ, खुट्टामा एउटा जुत्ता पनि छैन, अर्कोपट्टि जुत्ता छ, भ्याइ नभ्याइ काम गर्नुहुन्छ। उहाँले चाहिँ सबै काम आफै गर्ने भन्नुहुन्छ आफै। अनि हामीले केही काम नगरेको बसेको हेर्नुभयो भने यति साह्रै रिसाउनुहुन्छ कि। अनि हामीले त उहाँले जे भन्नुहुन्छ त्यही मान्नुपर्छ। काम पनि साह्रै पो गर्नुहुन्छ उहाँले त। अब एकछिनमा के काम गर्नुहुन्छ हेर्नुहोला है साथीहरू। अब आगो सल्काऊ भनेर हामीसँग रिसाउनुहुन्छ, अनि कहिले हाँस्नुहुन्छ। अब एकछिनमा उहाँले घरको सबै कामहरू म गर्छु भनेर उहाँ चाहिँ एकछिन रेस्ट गरेर अब के गर्नुहुन्छ भनेपछि यहाँ हेर्नु है साथीहरू, उता हेर्दैछ काम गर्ने भनेर। अब म के काम गर्ने हो भनेर सोच्दै हुनुहुन्थ्यो। उहाँले चाहिँ घरको सबै कपडा ब्ल्याङ्केटहरू निकालेर पानी खोलेर उहाँले चाहिँ कपडा धुने भनेर पुरा पोजिसनमा हुनुहुन्छ कि, यहाँ घर सफा गर्ने यहाँ कपडा धुने भनेर। अनि के काम गर्नुहुन्छ सबै काम उहाँले नै गर्ने रे, हामीले गर्नु पनि दिनुहुन्न। तपाईँले नगर्नु भन्दा मान्नु हुँदैन। झाडु आफै लाउने रे, अनि पोछा पनि आफै लाउने रे, अनि सबै कुरा म आफै गर्छु भन्नुहुन्छ। अनि पानी पनि हातले नै सोहोरेर फाल्नुहुन्छ कि, नगर्नु भनेर उचालेर लाँदा पनि मान्नु हुँदैन, फेरि आइहाल्नुहुन्छ कि यही ठाउँमा। अनि सबै छिटो काम गर्न खोज्नुहुन्छ। उहाँको काम साह्रै छिटो छ। फेरि चिसो भयो अरे उहाँले, अनि फेरि त्यो बाउला के कपडाको बाउला त्यो माथि हालेर घाम मेरो कपडा नभिजोस् भनेर पुरा सुरुवाल पनि माथि हालेर त्यसरी कसेर काम गरिराख्नु भएको छ बिचरा नि। कहिलेकाहीँ त ठिक लाग्छ किन यसरी काम गर्नुहुन्छ होला भनेर, तर हामीले गर्नु दिनुहुन्न।